एभ्रिवान वेलकम टु माई फर्स्ट मिनी ब्लग। आज चाहिँ हामी भाटबटी चाहिँ अहिलेको अवस्था कस्तो छ भनेर चाहिँ घुम्न जाने प्लान बनाइसकेका छौँ। सो म रेडी भएर बाहिर निस्किसकेको छु। पानी परेको रहेछ, छाता ओढ्दै भिज्दै हामी चाहिँ भाटबटीतिर लाग्यौँ। अनि जाँदाखेरि चाहिँ साथीहरूसँग रमाइलो भयो, गफ गर्दै गयो। तर पानी परेर पानीले छ्याप्यो, कपडा सपडा रुज्यो। अनि चाहिँ हामी चाहिँ भाटबटीनिर चाहिँ पुग्नै लागेका छौँ। अनि भाटबटीमा पुग्यो। भाटबटीको अवस्था यस्तो रहेछ, सिसाहरू फुटेको, अनि च्यानल गेटहरू सबै तोडिएको रहेछ। अनि निर्माण कार्य पनि सुरु भइसकेको रहेछ कति चाँडै नै। अनि त्यहाँ हेऱ्यो, एकैछिन गफ गऱ्यो फेरि साथीहरूसँग। अनि फेरि त्यहाँ बाहेक अरू कहीँ घुम्न जाने कि भन्ने प्लान गराएका थियौँ, तर चाहिँ हिल पार्कहरू बन्द रहेछ। अनि त्यसपछि चाहिँ एकैछिन त्यही बस्यौँ र हामी त्यहीबाट फर्कियौँ।